नमस्कार हजुर, के छ सन्चो? सन्चै छु, धन्यवाद। तपाईँलाई कस्तो छ? सबै ठिकै छ नि? मलाई पनि सन्चै छ। कता हुनुहुन्छ आजभोलि? म त यहीँ हुन्छु नि। तपाईँलाई सहयोग गर्न सधैँ तयार। केही विशेष कुराकानी छ कि? आज हाम्रा दर्शकलाई नेपाली भाषा सिकाउने हो। खुब राम्रो योजना। कहाँबाट सुरु गर्ने विचार छ त? आज हामी दैनिक बोलचालका वाक्यहरू सिक्नेछौँ र त्यसलाई हिन्दीमा पनि ट्रान्सलेट गरेर सिकाउनेछौँ। हुन्छ नि, यो त एकदमै उपयोगी हुन्छ। कहाँबाट सुरु गरौँ? अभिवादनबाट? हुन्छ, ठिक छ। नेपालीमा नमस्कार भनिन्छ, हिन्दीमा पनि नमस्कारै हुन्छ। यो त सजिलो भयो, होइन? एकदम हो। अब तपाईँलाई कस्तो छ? यसलाई हिन्दीमा के भन्नुहुन्छ? आप कैसे हैं? सही जवाफ। अब अर्को वाक्य। मलाई सन्चो छैन। यसलाई हिन्दीमा कसरी भन्ने? मैं ठीक नहीं हूँ। क्या ये सही है? धन्यवाद। अब एक और वाक्य। मलाई भोक लागेको छ। यसको हिन्दी के हुन्छ? मुझे भूख लगी है। बिल्कुल सही। ठिक छ। नेपालीमा मलाई तिर्खा लागेको छ लाई हिन्दीमा के भनिन्छ? मुझे प्यास लगी है। एकदम सही। और अब मलाई अंग्रेजी आउँदैन लाई हिन्दीमा के भन्छन्? मुझे इंग्लिश नहीं आती है। सही है। अब आखिरी वाक्य। मलाई चाँडै उठ्नु छ। यसलाई हिन्दीमा कसरी भन्ने? मुझे जल्दी उठना है।